गोर्खा छात्र संघले किन सक्दैन? सक्छ। तपाईहरुले निक्लन पर्छ, जनता निक्लिनु पर्छ पहिले खास। तपाईहरुले यो अन्जी भाइले के हो जिल्लु केटाहरु किन आको त्यसरी नसोच्नुहोस्। काम गरिरहेछ, काम गरेछैन भने तपाईले भन्न सक्नुहुन्छ। तपाईले 100 रुपैयाँ 200 रुपैयाँ दिएको हुँदा पनि हामीले काम गरेको छौं। दिनेसम्म त हजार पनि लिन्छौं। दिने मान्छे 50,000 दिने पनि छ, 20,000 दिने मान्छे पनि छ। किन तपाईहरु चाहिँ जहाँ किन मेल मिटिङ हुँदाखेरि तपाईहरु निक्लिनु पर्छ। निक्लिनु बुझ्नुहुन्छ जाति कसरी ठेकिदिएछ आएर ल आसामी गाउँबाट अब आएर अनि आएपछि के भयो हाम्रो कसको नाम दिइदिएछ उनीहरूले थानामा हाम्रो सुनानी थानै पर्छ फेरि मेरो बुढोबारी हो त अनि सुनानी थानाबाट पुलिसले सबैलाई नोटिस दियो आउनुपर्छ भनेर नोटिस दियो हाम्रा मान्छेहरू अब सब भन्नुहोस् त आजको तपाईँहरू कार्यसूची के थियो? आज सर्वप्रथम त म टाइम 60 अखम र गोर्खा टुडे 24/7 लाई हाम्रो वार्ताहरू जनताको छेउमा लगेको लागि धेरै धेरै धन्यवाद टक्राउँदैछु। आज इतिमध्ये राजापोखरी शाखा समिति इतिमध्ये सुनारी आञ्चलिक समितिको अन्तर्गत राजापोखरी शाखा समिति इतिमध्ये शाखा समिति गठन भइसक्यो। सभापति विशाल प्रधान र सम्पादक अभिषेक नेवारलाई दायित्व दिएको छ। टोटल 37 जनिया यहाँ राइजको सर्वसम्मतिले यहाँ सभापति र सम्पादक चुनाएको छ। अरू यो सभापति र सम्पादकले राम्रो काम सुनारी आञ्चलिकलाई हर काममा हात बटाउँछ भनेर सहाय सहयोग गर्छ भनेर आशा छु। अरू यो भाइहरूले यो नौलो सभापति र सम्पादक भएको भाइहरूले यो राजापोखरीको हर कामहरुमा जातिको हितको लागि संग्राम गरेर जान्छ भनेर यो राजापोखरी शाखा समितिलाई शुभकामना दिन चाहन्छु। धन्यवाद। प्रथममा म तपाईहरु तीनजना टाइम 60 अखम अरु गोर्खा टुडे 24/7 दाजु भाइहरु सबैजनालाई म तपाईहरु यति व्यस्त माझमा पनि हाम्रो यहाँ आएर तपाईहरुले यो हाम्रो यहाँ शाखा समितिको प्रचारहरु सोशल मिडियामा दिनुको लागि बहुत बहुत धन्यवाद ज्ञापन गर्दैछु। आजको सुनारी आञ्चलिकको उद्योगमा राजापोखरी शाखा हालैमा गठन भइसकेको छ। र सर तपाईहरुको आजको अनुष्ठानको विषय के सिद्धान्त लिनुभयो र के थियो हाम्रो दर्शकलाई बताउनुहोस् त। हजुर, आज अखिल असम गोर्खा छात्र संघ सराइदेव जिल्ला समिति अन्तर्गत सुनारी आञ्चलिकका राजापोखरी शाखा समिति हालैमा हामीले गठन गरिसकेको छौँ। विशेष गरी केन्द्रीय समितिका निर्देश मर्मे हामीले घर घर आक्सु हर घर आक्सुको जुन चाहिँ हामीले नारा लिएर कर्महरू गरिरहेका छौँ। त्यही मध्ये हामीले आज राजापोखरी शाखा समिति गठन गरेको छौँ र विशेष गरी राजापोखरी भेगमा आज हाम्रो धेरै लगभग 80-90 घर हाम्रो गोर्खाली जनमानसहरू हाम्रो बसोबास गर्छन् यस भेगमा र विशेष गरी हाम्रो आज लगभग 3-4 साल अगाडि हामीले यहाँ राजापोखरी शाखा समिति गठन गरेको थियौँ र त्यो शाखा समिति अहिले धेरै साल भएकोले आज हामीले नवीकरण गऱ्यौँ र विशेष गरी आज विशाल प्रधानलाई सभापति र अभिषेक नेवारलाई मूल सचिवको दायित्व लिएर हामीले एउटा पूर्णाङ्ग समिति आज गठन गरेको छौँ र विशेष गरी यसमा हाम्रो युवा पिँढीहरू हाम्रो आज शाखा समितिमा इन्भल्भ भएको छ र सबैजना हाम्रो भाइहरू तपाईँले देखिराख्नु भएको छ। हाम्रो उद्यमन भाइहरू विशेष गरी शिक्षा ग्रहण गरिराख्ने हाम्रो 9-10 फर्स्ट इयरमा पढ्ने हाम्रो भाइहरू यसमा इन्भल्भ भएको छ, जुन चाहिँ हाम्रो फ्युचरको लागि एउटा गुड साइन हो भन्न चाहन्छु र राम्रो उहाँहरूको भविष्य छ। राम्ररी कर्म गरेर जातिलाई अघि बढाएर लानुको लागि भाइहरूले एउटा इच्छा प्रकाश गरेको छ र यो भाइहरूले नै भोलिको दिनमा हामीलाई केन्द्रीय जिल्लालाई नेतृत्व दिनुपर्छ, केन्द्रीय समितिलाई नेतृत्व दिने यही भाइहरूकोबाट हामी राम्रो प्रोडक्ट निकाल्ने उद्देश्य लिएर आज हामीले शाखा समिति गठन गरिसकेका छौँ र हामी भाइहरूलाई पनि विशेष गरी शुभकामना दिन चाहन्छौँ र सबैलाई हामी यही मञ्चबाट धन्यवाद पनि टक्राउँछौँ। र सर अन्तमा एउटा मेरो हाम्रो प्रश्न रहन्छ। सराइदेव जिल्ला गोर्खा छात्र सङ्घले
यो तपाईँहरूको जुन चाहिँ उच्चतर माध्यमिक परीक्षा र जुन चाहिँ उच्च माध्यमिक परीक्षा यसमा यो सम्बर्धना अनुष्ठान तपाईँहरूले गर्नुहुन्छ कि? नै हामीले विशेष गरी अखिल असम गोर्खा छात्र सङ्घ सराइदेउ जिल्लालाई आज लगभग 7-8 सालदेखि कन्टिन्युसली हामीले मेट्रिक अनि हाई सेकेन्डरीमा जुन चाहिँ छात्र छात्रीले प्रथम विभाग र डिस्टिङसन र स्टार मार्क लिएर उत्तीर्ण भएको हामीले विभिन्न जाति जनगोष्ठी केवल गोर्खा छात्र छात्री भनेर होइन ऐन जाति जनगोष्ठीका प्रत्येक छात्र छात्रीलाई हामीले विशेष गरी उहाँहरूलाई उत्साह जोगाउनको लागि हामीले फेलिसाइट प्रोग्रामहरू गरिरहेका छौँ र यो वर्ष पनि हामीले हालैमा अलिकति ढिलो भएको जस्तो अनुभव हुन्छ र विभिन्न कारणले हामी पनि असुविधाले गर्दाखेरि हामीलाई अलिकति समय लागेको छ तर हामी अब लगभग हामीले डेट तोकेको छैन सायद हाम्रो 16 तारिक नभए आउने 9 जुन दिन हामीले हाम्रो सराइदेउ जिल्लाको समितिले हामीले फेलिसाइट प्रोग्राम अर्थात् सम्बर्धनाको अनुष्ठान हामी गर्नेछौँ।